हेलो एन्ड नमस्ते खाम्लीमो भन्दै मेरो प्यारो मित्रलाई मेरो यो ब्लगमा वेलकम छ र म चाहिँ आज घर जाँदैछु। घर चाहिँ किन जाँदैछु भन्दाखेरि मेरो दाजु चाहिँ सिलगढीमा स्टोन अपरेसन भएर हिजो भएको स्टोन अपरेसन। अन्त अब फेरि घर आउनु लागि चाहिँ सर्भिस गाडीमा अलिक साह्रो पर्छ कि भनेर अनि म चाहिँ घर गएर भोलि फेरि सिलगढी गएर दाजुले पिकअप गरेर घर पुरै राखेर ब्याक टु गान्तोक आउने छु। बाई बाई। अझै सिलगढीतिर लागेको यहाँबाट नर्थ सिक्किमबाट हुन्छ, हेर्दै गर्नुहोस् होला। मात्रै बाटो बिचमा पुग्यो। गाडी पनि डुल्नु मान्दैछ मैला भएर पुरा। अब खाना खानु पऱ्यो भनेर को भोक लाग्यो कि लोकल चिकनसँग यो खाना हो मजाले खानु पर्यो। लोकल चिकन ल फाइनली म चाहिँ चिकन माम पनि खाइसकेँ। खाएर अब टन्नै भएर चाहिँ अब मेरो गाडी यहाँ धोइदिँदैछ। अब हो कस्तो खानु तपाईँले अब उसलाई यसो गाडी धोइदिएको टिप दिनुपर्ने अरे हो। हुन्छ भाइ, यहाँदेखि चाहिँ अब सिलगढी लाग्यो। हामी चाहिँ अब यहाँ भेगा महलमा आइपुगे। महलमा त्यस्तै छ। अब आज चाहिँ हामी फेरि अब यहाँ सिलगढीमा विशाल मार्टमा घुम्दै अब सपिङ गर्दै हिँड्दैछ हामी। के किन्दैछौ? के किनेको थियो? नाइटको टाइम पास अब सबैले सपिङ गर्दैछ यहाँ। छुरा चाहिँ किन चाहियो? यति साह्रो राम्रै अब यो हजुर हो नि हो। मेरो बजेट यति साह्रो राम्रै छ। ए अहिले मैले चाहिँ यस्तो किनेँ कि यस्तो किनेको मैले अब चाहिँ हामी यस्तो किनेँ मैले चाहिँ। यो के हो? यो सब्जी कटर मिक्सचर लाइक मिन पार्सलले। अब हामी चाहिँ ब्लग बनाउँदा मोमोको लागि यो थिएन यसको कमी। अब यो एउटा किनिहाल्यो। अब यसको चाहिँ ग्रेट गरेर आज मोमो खाने भयो एकदम। अरू तपाईँले के गर्नु गर्दैछ सपिङ? अनुर हेलो हेलो लभ भन लभ यु हात बनाएछ त्यसो गर आई लभ यु। गाइस तपाईहरु पनि सँगै आइदिनुहोस् यस्तो शपिङ मलमा एकदम दामी दामी मेरो हुन्छ। सो हाम्रो फुपा सपिङ गर्नुहुँदैछ। आजको भिडियोग्राफर चाहिँ म, तपाईँ ब्लगर। अब चाहिँ लास्ट हामी सपिङ गरिसकेर अब मलबाट निक्लिँदैछु। पैसा पो हेर्नुपर्छ कति छ। अस्मी अब निक्लियो।
भरे भ्लगमा दामी भएर आउनु पऱ्यो नि त्यसो। हेलो म त अब रुममा गएर नुहाइ गरेर चाहिँ फेरि अब यहाँ बजार घुम्दैछु मिसेससँग अनि मेरो बधाइनीहरूसँग। चाहिँ हाम्रो फुपू सौदा गर्नुहुँदैछ होइन। हामी चाहिँ कटुवा निम्की किन्दैछ। अनि पुसे कतिको मन पर्छ कटुवा निम्की? त्यो चाहिँ कटुवा निम्की कति मन पर्छ? फेभरेट भालो भालो। तिनजना चाहिँ पुच्काको मुखबाङ गर्दैछु। ओके फाइनली सबै सपिङहरू पनि सकेर बजारहरू पनि घुम्यो सबै सकेर चाहिँ अब रुममा आइपुग्यो। फेरि पनि नुहाइ गऱ्यो, पुरा गरम रहेछ सिलगढीमा। र मेरो आजको ब्लग यति नै थियो। हेर्दै गर्नुहोस् होला, बाई।